एकैछिन यो फिगरमा कतिवटा त्रिभुजको सङ्ख्या छ हेरौँ है त। ट्रायङ्गलको सङ्ख्या कति छ हेरौँ है। यो फिगरमा 11, 12, 20 र 22 मा कतिवटा छ हेरौँ है। अब यो सेपमा हेर्नु त साथीहरू, यो सेप छ नि जुन, यसमा कतिवटा छ भने है यसरी त 1 2 3 भने कति हो त भन्दा यसमा त तपाईँले 1 + 2 + 3 भने कति हो त, सिङ्गल 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 डबल डबल र ट्रिपल गरे कति भयो त 1 + 2 + 3 भने कति, यसमा कतिवटा 6 वटा। अब यसमा 6 वटा छ भने यतापट्टि पनि के होला त, यसमा पनि 6 वटै होला है। यसमा 6 वटा छ भने यतापट्टि सेम सिमिलर छ 6 वटा, यसमा पनि 6 वटा नै होला है त। भनेको 6 तिया 18 यसमा भइसक्यो यसरी है। त्यसै गरी यो बीचको फिगर छ नि, यो जुनको, यो जुन बीचको यो भनेको यसमा कति त, यो 1 + 2 भने कति, 1 + 2 भने कति, 1 + 2 भने त 3 हो। यसमा फेरि बीचकोमा सेन्टरकोमा 3 वटा। र अर्को कहाँ छ भने यो जम्मै कम्बाइन, यो सबैलाई तपाईँले कम्बाइन गर्नुभयो भने यो ठुलो फिगरलाई सबै यो सानो सानो ट्रायङ्गल सबैलाई 4 वटालाई कम्बाइन गर्नुभयो एउटा ठुलो ट्रायङ्गल हुन्छ। यसमा कतिवटा छ, एउटा छ भनेको। अब हेर्नु है, 18 + 4 गर्दा कति त 22। यसको एन्सर चाहिँ कुन छ त, अप्सन डी चाहिँ थियो है। यसमा चाहिँ जम्मा कतिवटा रहेछ त 22 वटा त्रिभुजको सङ्ख्या थियो है।